यतिखेर पनि श्री भैर रुरु क्षेत्र 6 हामी मिनिमम कोटमा ती भैँटेटाको मन्दिरमा छौँ। तपाईँ हेर्न सक्नुहुनेछ यतिखेर पनि हामी पुष 15 को दिनमा चाहिँ हामी रुरु क्षेत्र 6 बमका कोटमा आइसकेका छौँ। यहाँका केही तस्बिरहरू हामीले तपाईहरु मार्फतमा पक्कै पनि प्रत्यक्ष रूपमा देखाइसकेका छौँ। यो चाहिँ परदेखि नै डाँडाहरू सत्यवती लगायत अस्लेवा बुढी सत्यवती पनि हामीले यहाँबाट थोरै क्याप्चर गरेका छौँ। यहाँ चाहिँ बुढी सत्यवती लिम्गा यता चाहिँ रानीले काटेको यो आफ्नो धेरै पुरानो रानीले काटेको एउटा केही ढुङ्गामा नै तस्बिर छ, हल्का काटिएको छ। यो पनि म तपाईहरुको माझमा देखाउन चाहे। लगायत यो कफी अनुसन्धान ग्वाडी हल्का टुमाल परेको हुँदाखेरि म तपाईलाई क्लियर देखाउन सकिनँ। बमगा मन्दिरमा यतिखेर पनि हामी आइसकेका छौँ। यहाँको एकदमै भ्रमण आउनेहरू व्यक्तिहरू धेरै हुनुहुन्छ। लगायत धेरै टाढा टाढाबाट पर्यटनहरू आउने गर्नुहुन्छ। देख्न सक्नुहुन्छ है। कता दर्शक पनि यतिखेर पनि हामी रानीले काटेको ढुङ्गा चाहिँ तपाईहरुको मार्फत देखाउन चाहिँ गइरहेको छु। यो चाहिँ रानीले काटेको ढुङ्गा जाने बिचैमा केही निर्माण हुँदैछ भन्नुभएको हामीले सुनेको चाहिँ अनुसार चाहिँ टिकटक बनाउनेहरू टिकटक फ्रेन्डहरू हैन धेरै हुनुहुन्छ। ल फाइनली हामी आइसकेका छौँ रानीले काटेको ढुङ्गामा। यतिखेर पनि आइसकेका छौँ। यहाँ रानीले काटेको एउटा शिला पनि हुनुहुन्छ। उहाँ मैले तपाईलाई भिडियो मार्फत देखाउन गइरहेको छु। खोइ त कहाँ काटेको छ भनेर चाहिँ कतिपयले धेरै गुनासो पनि गर्नु होला है। काटेको चाहिँ कतानिर कहाँ काट्नु भएको छ भन्दा यही शिला हो हेर्न सक्नुहुन्छ। यतिसम्म काट्नु भएको छ है। ल फाइनली गाइज यतिखेर भने हामी अब पोइन्ट ठानबाट चाहिँ पक्कै पनि अब तपाईहरुलाई यहाँ भएको तस्बिरहरू हामीले पुरा देखाइसकेका छौँ। अब फाइनली हामी चाहिँ लाग्यो घरतिर है।